ल यो चाहिँ सुन्दरजलको इन्ट्री है। याद त यहाँबाट इन्ट्री आएपछि माथि हल्का चढेपछि झर्ना छ। यस्तो झर्ना छ है, माछा नि होला। अनि यहाँ पनि झर्ना छ। काठमाडौँ नजिकको डेस्टिनेसन झर्ना हेर्न चाहिँ यहीँ हो है, आउनु होला सबैजना। मान्छेले यहाँ फोहोर पनि फाल्यो, त्यसो गर्न नहुने हो। अच्छा, हाम्रै काठमाडौँको नजिकै भएको ठाउँ हो। यो चाहिँ यहाँ अबको सूचना है, के गर्ने हुने गर्न नहुने के छ यहाँको होइन। ल जय जय जय। यहाँ शिवलिङ्ग छ होइन, त्यो शिवलिङ्ग यहाँ पानी पनि छ होइन। झर्नाको जस्ट अपोजिटमा छ, रमाइलो। यो शिवपुरीको होइन, शिवपुरीको सुन्दरी जल रमाइलो। झर्नाको आनन्द लिन आउनुहुन्छ भने यहाँ आउनुहोस्। रुवा त राम्रै छ, पौडी सौडी खेल्न पनि सक्छ। सुन्दर शान्त वातावरणमा आउन चाहनुहुन्छ भने यता आउँदा हुन्छ है गाइज तपाईँहरूलाई। ल गाइज होइन, आधा घन्टाको ट्रेक छ यहाँबाट चाहिँ होइन। 100 रुपियाँ इन्ट्रान्स तिरेर आधा घन्टाको ट्रेक हिँड्नुपर्छ। यहाँ चाहिँ हाइकिङ भनौँ, जस रमाइलो छ हाइकिङ पनि। ल गाइस, हिँड्न चाहिँ टन्नै पर्छ, आधी घन्टा जस्तो। बानी नभएको मान्छेलाई चाहिँ स्यासेर फ्याफे भन्ने रहेछ, हामीलाई जस्तै हाइट टन्नै छ हिँड्नलाई। यो आयो होला, अब हिँड्दै गर्छु, देखाउँदै गर्छु हजुरहरूलाई। पौडी खेल्छ नि ल गाइस, यहाँ फेरि वेलकम टु सुन्दरी जल भनिरहेको छ फेरि होइन। फोटो खिच्न मनाइ छ भनेछ होइन। सायद क्याम्प एरिया भएको भएर होला फोटो खिच्न मनाइ छ होइन। अनि माथि गएर फेरि कन्टिन्यू हुन्छ भिडियो। यो सैनिक एरिया चेकिङ पोइन्ट पनि क्रस भयौँ। अब जङ्गलै जङ्गल छ, यहाँबाट 5-10 मिनटको बाटो छ होइन। यो चेक पोइन्टबाट चाहिँ धेरै होइन, त्यही 5-10 मिनटको बाटो छ होइन। त्यहाँ चाहिँ भिडियो बनाउनु नमिल्ने भएको थोरै पज भयो होइन, न त कन्टिन्यू हो हाम्रो भिडियो। ल गाइस, अब अपडेट गर्दै गरौँ ल। यहाँ यस्तो राम्रो घर पनि रहेछ होइन, यो जङ्गलको बिचमा। होइन होइन, शौचालय नजाम। यो घर खिचेको क्या अलिकति रमाइलो रहेछ, राम्रो घर जङ्गलको बिचमा। ल यहाँ अलि टोइलेट चाहिँ यहाँ चाहिँ जङ्गलको बिचमा कसैलाई टोइलेट आयो भने यथाभावी दिसा पिसाब नगर्नु होला। फेरि हाम्रो एउटा तामाङ दिदी छ, फेरि आएर यो पिसाब गर्ने ठाउँ हो भन्नुहुन्छ। फेरि तपाईँलाई लाज छैन भनिहाल्छ फेरि दिदीले है। तपाईँ चाहिँ ठ्याक्कै टोइलेटमै पिसाब गर्नु होला। जथाभावी त्यहाँ पिसाब गरेर हात धुने ठाउँ पनि यहीँ छ, नजिकै ठ्याट्टै निस्क्यो, ठ्याक्कै यहाँ नजिकै हात धुने ठाउँ पनि छ होइन। माथि यस्तो रमाइलो घर छ, नेपाल स्काउटको घर रहेछ होइन। नेपाल स्काउटको घर भने चाहिँ यसरी देखाइदिनु पऱ्यो तपाईँलाई ल है। यहाँतिर ल बाघ भालुको पनि डर रहेछ है। यस यो इलाकामा होइन अलिकति बाघ भालुको पनि डर छ अरे। यसो ल हेर्नुहोस् है, रमाइलो छ ठाउँ चाहिँ फेरि। इस यो फेरि अब प्रवेशद्वार फेरि 3टा प्रवेशद्वार भइसक्यो है, सुन्दरजली माईको मन्दिरको प्रवेशद्वार यो चाहिँ। ल
यो यहाँ पुल छ होइन भर्खरै हामीले अब सिक्का गिराउने यहाँबाट सिक्का गिराउनुहोस् आफ्नो मनोकामना मागेर होइन कसैको पुरा भयो भने फेरि आएर गिराउनुहोस् यहाँ चाहिँ यस्तो एउटा आइरन ब्रिज छ ल यही हो यहाँको आइरन ब्रिज सिरिज होइन नजिकै छ यहाँबाट अब ड्याम साइड भनेको नजिकै छ सुन्दरजलको घाम पनि लागेको छ अहिले ठ्याक्क घडीमा हेर्दाखेरि ठ्याक्क 4:15 जान लाग्यो 4:13 जति भएछ अहिले चाहिँ पानीको चिन्ता छैन काठमाडौँमा पानी छैन भन्छ होइन तर यहाँ पानी नै पानी ल काठमाडौँबाट 4-5 किलोमिटर मात्रै टाढा हो तर पानी नै पानी ल हेर्नुहोस् हाम्रै ठाउँ हाम्रै गाउँ आउनुहोस् तपाईँहरू सुन्दरीजल घुम्नलाई अब आफैले माया नगरेसम्म अरूले कहाँबाट माया गर्छ र होइन सबैजना आउनुहोस् घुम्नुहोस् रमाइलो छ ल तलतिर यसो बहिनीहरूले स्कुलतिरको बहिनीहरूले होला रमाइलो गरिरहेको छन् होइन जाने चाहिँ बाटोहरू यहाँ पनि रहेछ गाडी बाइकसम्म जाने रहेछ होइन तर हामी चाहिँ म्यापको अनुसारले आयौँ तलै रोक्यौँ तलबाट अहिले हिँड्दैछौँ होइन ल्याउनु सक्छ गाडी चाहिँ बाटो चाहिँ एकदम दामी छ त्यहाँ गाडी पनि छ आर्मी टायरको बाइक पनि आइरहेछ ल है गाइस तपाईँहरू नि आउनुहोस् घुम्नुहोस् रमाइलो गर्नुहोस् यो जङ्गलको सुशान्त एकान्तमा रमाइलो गर्नुहोस् हट गाह्रो भयो गाइस हिँड्दा वाक्कै भयो गाडी आउने ठाउँ रहेछ यस्तै मजाको सुन्दरजलको म्याप हानेको त्यहाँ पार्किङसम्म पुरै त्यहाँबाट यहाँबाट बाटो रहेछ फेरि अब एकदम ढाप ड्याम जाम भन्यो भने त 2 घन्टा लाग्छ र यहाँबाट गाइस अब आज चाहिँ हाम्रो आज अधुरै होला जस्तो छ अनि ल यहाँ चाहिँ गाइस होइन होटल सोटल सबै रहेछ होइन यस्तो मजाको ठाउँ ल यहाँ हाम्रो दाइ पनि गयो होइन दाइको त गाडी रहेछ गाडीबाट आउनु भएको रहेछ यो ढाप ड्याम 18 किलोमिटर भने छैन 18 किलोमिटर हिँड्नु त सकिन्न अब चाहिँ होइन अब 4-4:30 भइसक्यो 4:30 भइसक्यो अब टाइम भ्याउँदिनँ होटल पनि छैन अब चाहिँ हामी आजको चाहिँ यो हाम्रो एक्सपिडिसन चाहिँ अब स्थगित गरेर वापस फर्किने तर्खरमा यहाँ पनि लाग्छ सबैजना फर्किँदै हुनुहुन्छ होइन हामी पनि फर्किने तर्खरमा छौँ अब सुन्दरीको ढाप ड्याम चाहिँ जान सकिन्न ल ल ल ल बिजोक रहेछ यहाँ ल सबजना फर्किरहेछ होइन अब हामी अब बाइकमा गाडीमा हिँड्ने मान्छे फर्किनु लागेपछि अब हामी पनि फर्किनु पऱ्यो अहिले चाहिँ हामी अब जान सकिनौँ यो ढाप ड्याम अर्को बेलातिर जाउँला अब अहिले चाहिँ गाह्रो भयो अब हामी पनि यहीँसम्म लास्ट यो रिसोर्ट एरियातिर आएर हामी फर्किँदैछौँ त्यहाँ माथि यो होटल सोटल केही छैन अरे होइन हामीले स्कुटी बाइक पनि त्यहीँ छोडेछौँ हामी चाहिँ फर्किँदैछौँ यो यहाँबाट पनि धेरै लाग्ने रहेछ हामी चाहिँ अब सुन्दरजल एरियाबाट घुमेर आएको यो जङ्गल सङ्गलबाट होइन ल अब चाहिँ हामी वापस फर्किँदैछौँ तपाईँहरूलाई अपडेट दिन्छु अब फर्केको अब गाइस यहाँ सर्टकट बाटो पनि रहेछ होइन अलिकति मात्रै हो फर्किँदाखेरि होइन हाम्रो आर्मी भाइहरू फाल्दै हिँडेछन् हामी पनि त्यही बाटो हिँडे अब मेरो यहाँ साथी पनि ओहो हिँडेछन् ओहो यहाँबाट त टाइगर जम्प गर्नुपर्ने रहेछ होइन गाइस ल हाम्फा ल बिस्तारै आऊ बिस्तारै हट त्यतिको यहाँ यो लौरे भाइहरू हामफालेको देखेर हामी पनि हामफाले हो ल आखिरमा यसरी बसे आउने रहेछ गाई ल हामी चाहिँ फेरि फर्केर आइरन ब्रिजतिर आइसकेछौँ छिट्टै किनभने सर्टकट लाग्यौँ हामी यो
आर्मी दाइहरू सँगसँगै होइन आर्मी दाइहरू सँगसँगै लागेर आयौँ अब अँध्यारो अँध्यारो भयो घाम पनि डुब्ने बेला अवस्थामा होइन यहाँ छ मन्दिर होइन सुन्दरजल माई मन्दिर आउनुहोस् घुम्नुहोस् अब आधी घन्टा भनेर हामीलाई टिकट काटेर पठायो कहाँ आयो हामी पनि थाहा छैन तर हामी चाहिँ फर्केको अवस्था अब सकिन्न फर्केको अब हामी चाहिँ अब ढाब ड्याम चाहिँ यहाँबाट पनि 18-20 किलोमिटर टाढा रहेछ नसकिने रहेछ हिँडेर सकिन्न अब हामी चाहिँ फर्केको कुनै दिन पायो भने फेरि तपाईँहरूलाई अपडेट गरेर चाहिँ अब हामी चाहिँ ढाब ड्याम जाँदैछौँ भनेर वापस तपाईँहरूलाई फेरि एउटा अपडेट गरेर एउटा भिडियो बनाएर तपाईँलाई हालिदिइहाल्छौँ चिन्ता नगर्नुहोस् अहिलेसम्मलाई चाहिँ अब हाम्रो ढाब ड्याम भने जे भने यही हो अब सकिन्न अब सर ओहो ढिला पनि आइयो होइन एक त ढिला पनि भयो अब चाहिँ सकिन्न यो अब आइरन ब्रिजमा आइयौँ आइरन ब्रिज यही हो होइन ल यो मन्दिर सन्दिर घुम्नेहरू यहाँ छ तलतिर होइन ड्यामै नभए पनि ड्याम जस्तै ठाउँ चाहिँ छ यहाँ गाइस ढाब ड्याम चाहिँ धेरै टाढै रहेछ ल गाइस यो चाहिँ ल गाइस हामी फेरि घरतिर आयौँ अब वापस फर्किँदैछौँ होइन अब फर्किने कार्यक्रममा छौँ थाक्यो धेरै हिँडेर लगाए यस्तो झर्ना सानोतिनो झर्ना चाहिँ बहुत धेरै छ यहाँ होइन अँधेरो नै भइसक्यो होइन यस्तो यो सानोतिनो झर्ना सन्ना त यहाँ धेरै छन् तर हामीले भनेको चाहिँ ड्याम भनेको सुन्दरजल ड्याम चाहिँ यहाँ नजिकै छ सर तपाईँहरूलाई हाम्रो नि गल्ती भयो सबै गल्ती भयो होइन अलिअलि गल्ती भयो हाम्रो नि अब ड्याम भनेको चाहिँ त्यो हाम्रो त्यो आइरन ब्रिजबाट मुनि गएपछि चाहिँ त्यहाँनिर चाहिँ एउटा ड्याम रहेछ अब हामीलाई पनि यहाँ थाहा भयो फेरि हामी फर्किने कुरा भएन तपाईँहरूलाई लागि जानकारी लागि भनिदिएको कि अब यहाँबाट तपाईँहरू जानु हिँडेर आउनुभयो टिकट काटेर आयो भने तपाईँहरूको पैसा वेस्ट नहोस् हाम्रो जस्तै होइन त्यही भएर तपाईँहरूलाई भनिदिएको त्यो जुन तपाईँलाई मैले आइरन ब्रिज देखाएँ यहाँ चाहिँ ड्याम जस्तो छ भने चाहिँ त्यो एरियातिर ड्याम पनि छ तपाईँहरू त्यहाँतिर ड्यामतिर जानु होला होइन रमाइलो गर्नु होला अनि यो एरियामा चाहिँ चेकिङ पोइन्ट छ कसैले अब चुरोट लाइटर साइटर केही खानेकुराहरू ल्याएको छ भने चाहिँ यहाँ चेकिङ हुन्छ होइन तपाईँहरूको जानकारीको लागि अब हामी चाहिँ फर्क्यौँ अब हाम्रो जस्तो तपाईँहरूको नि हालत नहोस् भनेर तपाईँहरूलाई चाहिँ यो हल्का जानकारी भिडियो बनाइदिएको मात्रै हो होइन ल अब यति हो गाइस अब हामी चाहिँ अलिकति अन्डरस्ट्यान्डिङले हामी माथि नै पुगेछौँ यो चाहिँ सैनिक इलाका होइन जङ्गलै जङ्गल छ शिवपुरी छिरेपछि चाहिँ यो यहाँ जङ्गल हो अरू के होइन यो उत्तिस घारी हो अनि तपाईँहरूको लागि चाहिँ यही हो जानकारी चाहिँ अब जानु सक्नुहुन्छ भने हिँडेर आयो भने पनि तपाईँहरूको पैसा वेस्ट नहोस् आएपछि नि अब ढाब ड्याम चाहिँ होइन सुन्दरजल ड्याम चाहिँ तपाईँले त्यहाँ नजिक भेट्नुहुन्छ मन्दिरबाट मुनि त्यो जो तपाईँहरूलाई मैले भिडियोमा देखाएको छु त्योभन्दा अलिकति तल गएपछि तपाईँले मन्दिर पनि भेट्नुहुन्छ धारा पनि भेट्नुहुन्छ त्यो धाराको मुनि चाहिँ ड्याम छ ड्याम स्याम घुमेर आउनु सक्नुहुन्छ है त अब इन्ट्री फिस नै 100 रुपियाँ छ 100 रुपियाँ चाहिँ तपाईँको वेस्ट नहोस् भन्ने कुरा चाहिँ मेरो हो होइन हामीले दुःख पायौँ हामी घुम्यौँ आयौँ पसिनासरी भएर मेरो अब यहाँ साथीको हालत पनि यस्तै छ होइन म पनि यस्तै हालतमै छु हामी चाहिँ यस्तै अब घुमेर आयौँ तर जे होस् जे भयो नि रमाइलो छ तपाईँहरू नै आउनुहोस् घुम्नुहोस् रमाइलो गर्नुहोस् पिकनिक जानुहुन्छ कि जस्तो पोइन्टहरू राम्रो छ यहाँ वातावरण चाहिँ एकदम रमणीय छ है ल आउनुहोस् है तपाईँहरू पनि हामी चाहिँ फर्केको अवस्थामा हामी चाहिँ 5 बजिसक्यो होइन घडीमा तर 5 बजेपछि यहाँ काउन्टर बन्द हुँदो रहेछ होइन प्लास्टिक भन्छ तर सबै प्लास्टिक माथि अनि यो चाहिँ प्रवेशद्वार हो टिकट काट्ने ठाउँ त्यहाँ आर्मी बस्नुहुन्छ उतापट्टि परपट्टि यहाँ चाहिँ आर्मी बस्नुहुन्छ होइन यहाँ चाहिँ टिकट काट्ने ठाउँ हो
₹100 टिकट आज हाम्रो वेस्ट भयो होइन, तपाईँहरूको चाहिँ वेस्ट नहोस् भनेर यही भिडियो बनाइदिएको हो। हामी हिँड्दैछौँ, ओह्रालो आएपछि खुट्टा नि अलिअलि कामदो रहेछ। यहाँ तलबाट चाहिँ यस्ता तलबाट पनि जाने ठाउँ छ, जानुहुन्छ भने तलबाट गयो भने तपाईँहरू टिकट लाग्दैन होइन। तर रमाइलो छ ठाउँ, आउनुहोस् घुम्नुहोस् रमाइलो गर्नुहोस्। बाइक यहीँ छ, तर हामी चाहिँ अब यहाँ सुन्दरदुर्ग ड्यामको ठाउँमा ढाब ड्यामको बाटो गएछौँ गल्तीले। तर ढाब ड्याम चाहिँ धेरै टाढा रहेछ, 18 किलोमिटर त्यहीँबाट भनेपछि बहुत धेरै टाढा छ होइन। हामी चाहिँ जान सकेनौँ। नेक्स्ट भिडियोमा चाहिँ हामी कभर गर्छौँ एक दिन अवश्य नै हजुरहरूको लागि। यहाँ चाहिँ रमाइलो छ, आउनुहोस् घुम्नुहोस् रमाइलो गर्नुहोस् तपाईँहरूको लागि चाहिँ होइन। अब यहाँ खाना चिल आउटको लागि यस्तो क्लबहरू छ, हबहरू छ, खानापिनाको व्यवस्था छ, होटलको व्यवस्था छ। तर 5 बजेपछि चाहिँ यहाँ टिकट सिस्टम छैन, त्योभन्दा अगाडि टिकट पर्छ। अब चाहिँ हामी फर्केको अवस्था, फर्केको पनि थाकेको अवस्था धेरै। ल है हामी चाहिँ फर्केको। अर्कोबाट जाने बाटो यो हो गाइस होइन। ओहो क्या राम्रो भोगटे पाकेको रहेछ। फर्किँदा हजुरहरूलाई यो दृश्य पनि देखाइदिएको होइन। जाने बाटो चाहिँ त्यो हो, माथिको ढाब ड्याम जाने बाटो चाहिँ यही हो होइन। तपाईँहरू यहाँबाट टिकट काटेर जानुहुन्छ। ल गाइस यही हो सुन्दरी जल, यो जङ्गल सबै जङ्गलभन्दा केही छैन है। यही हो कि हामी त गाडी नै बाइकै थियो होइन, अहिले चाहिँ केही पनि छैन होइन। यो माथि जाने बाटो, यहाँ चाहिँ खाजा खाने ठाउँहरू छैन। हामी यसो अलिक चिया खाम, कोल्ड ड्रिङ्क खाम भनेर हो होइन। यो चाहिँ पार्किङ एरिया चाहिँ यही हो, यो सुन्दरजल एरिया यही हो होइन। माथि डाँडा हो, यही डाँडामा यति अब यो लास्ट हो, सक्यो हाम्रो भिडियो नि होइन। अब हामी बसेर खाजा खाएर हामी चाहिँ अब हिँड्नु घरतिर जान्छौँ।